यो ठाउँ चाहिँ हर्कपुर हो। यो चाहिँ मोलुङ गाउँपालिका। हजुर यो चाहिँ यहाँ चाहिँ धेरै अगाडि कति साल हो साल त थाहा भएन। 20 हल गोरु अनि त्यसमा चाहिँ खेतालाहरू सबै यहाँबाट चाहिँ लोप भएको भन्ने खालको चाहिँ सुन्न आइन्छ अहिले पनि। ओखलढुङ्गामा यो चर्चित छ यो ठाउँ। यहाँबाट चाहिँ हराएको चाहिँ यो तल जलजले भन्ने ठाउँमा चाहिँ निस्कियो भनेर चाहिँ त्यो सुन्न पाइन्छ हैन। र त्यो यहाँ चाहिँ 20 मुरी धान फल्ने चाहिँ खेत हो यो। 20 मुरी हजुर एउटै गरा। अहिले चाहिँ यहाँ यो अंश बन्न लाएर चाहिँ यहाँ दुईटा बनाइएको रहेछ हैन। तर यो जम्मै एउटै हो। यो पहिला चाहिँ एउटैको रहेछ। अहिले चाहिँ अब भाग लाएर यहाँ दुईटा बनाएको छ यो गरालाई। ए भनेपछि उतो ठुलो गर उयो यही मुनिको यहीँदेखि छ त। यहाँदेखिको वहाँसम्म हो यो सबै। र यो चाहिँ हर्कपुरको यो जराटार भन्ने ठाउँ हो। यो बिचमा अलिकति बस्ती यहाँ यस्तो छ। यो पारी यो देखिएको कटुन्जी हो। माथिको चाहिँ हजुर यो कटुन्जी हो यो देखिएको। यो चाहिँ जराटार भन्ने ओखलढुङ्गाको टारहरू मध्येको एउटा चाहिँ महत्त्वपूर्ण बेसी हो यो। ठुलो सबैभन्दा त नभनौँ तर ओखलढुङ्गाको यो पनि एउटा ठुलो एउटा चाहिँ जराटार भन्ने ठाउँ हो यो। सुन्नमा आउँछ नि त है। मैले यो हेरेको छु हिजो कि अस्ति यसको चाहिँ निकै कुरो गरिरहेको थियो।